काठमाडौँ टोखाबाट बिहान 6 बजे हिँडेका हामी भक्तपुर, धुलीखेल, बनेपा, दोलालघाट हुँदै अरनिको राजमार्गलाई नछोडी डाक्लाङसम्म पुग्छौं। डाक्लाङ पुग्नुभन्दा केही समय अगाडि यात्राको क्रममा भोटेकोशी गाउँपालिकामा रहेको 160 मिटर अग्लो बन्जी गर्ने पुलमा केही समय हामी साथीभाइ फोटो खिच्दै त्यहाँको सुन्दरतामा रमाउँछौं। डाक्लाङबाट जम्मा 40 किलोमिटरको दूरी तय गरेपछि भने हामी चोकर मकरमा पुग्नेछौं र त्यही बाइक पार्क गरी विश्राम गर्नेछौं। डाक्लाङबाट अफरोड हुँदै पाङलाङ, काङलाङ, छ्याङसिङ, धारापानी, लिस्टिकोट हुँदै छगाम अनि बगाम पुग्छौं। बाटो अफरोड अनि धेरै उकालो भएकोले हामीले बाइकलाई पनि रेस्ट दिँदै त्यहाँका वातावरणमा केही बेर रमाउँछौं। बगाम पुगेर त्यहाँको सुन्दर गाउँ हेर्दा भने हाम्रो आधा थकान मेटियो। बगाममा बास बस्ने हो भने त्यहाँ केही टी हाउसहरू छन् जहाँ सोचेको जस्तो सुविधाहरू नपाउन पनि सकिन्छ। बगामबाट चोकर मकर बाइकमा जान जम्मा 30 देखि 45 मिनेट लाग्छ यदि बाटोमा केही अवरोध आइपरेन भने। जाडोमा हिउँ जमेर जान सकिन्न भने वैशाख जेठमा पानी पर्यो भने बाटो हिलाम्ने हुने भएकोले माथि पुग्न धेरै असहज हुन जान्छ। हामी वैशाखको अन्तिममा गएका थियौं र त्यही दिन पानी परेको हुनाले हामीलाई माथि जान ठूलो चुनौतीको सामना गर्नु पर्यो। 45 मिनेटको बाटो तय गर्न हामीलाई झन्डै 4 घण्टा लाग्यो। खाए जस्तो मुजा गरी उसले गर्यो। सबभन्दा नराम्रो काम के हो भने सबै चिजहरुमा त्यो औषधि एउटा ल्याउनुहुन्छ। त्यही हो नि। चारवटा ट्याब्लेट हालेर काम भने भोलि गरौँला भन्ने होइन। कति माथि छ धेरै छ। हामी 7 बजे न परे पुग्छौँ। केही यात्रीहरू गजबका हुन्छन् जसलाई गन्तव्य होइन सुन्दर यात्राको जरुरत हुन्छ र म त्यो एक गजबको यात्री हुँ। लड्दै पड्दै 6:30 बजे हामी चोकर मकर पुग्यौं र त्यहाँ खाना खाएर शेयरिङ बेडमा टी हाउसभित्र सुत्यौं। दोस्रो दिन बिहान 4 बजे उठेर हामी भैरवकुण्डतर्फ आफ्ना पाइलाहरूलाई अगाडि बढायौं। लाखे हौ आइपुग्यौ। ढुङ्गाले छाएको उकालो अनि ओह्रालो बाटो हिँड्दै प्रकृतिको सुन्दर रचनामा रमाउँदै थोरै विश्राम गर्दै हाम्रा पाइलाहरू हामीले भैरवकुण्डतर्फ अगाडि बढाउँदै गयौं।
4250 मिटर उचाइमा रहेको सुन्दर शान्त र मनमोहक कुण्डतर्फ हाम्रा पाइलाहरू अगाडि बढ्दै गर्दा मनमा छुट्टै किसिमको सकारात्मक ऊर्जा आइरहेको थियो। अन्ततः हाम्रो पर्खाइको मिठो फल हामीले हाम्रै आँखा अगाडि पायौं। बौद्ध मार्गीहरूले शान्तिको लागि लुमदार फहराउने र हिन्दू मार्गीहरूले समृद्धिको लागि अर्घ चढाउने सुन्दर शान्त हाम्रो भैरवकुण्ड। यस पवित्र धार्मिक कुण्डमा ऋषि तर्पणी जनै पूर्णिमाका दिन भक्तजनहरूको मेला लाग्ने र पूजापाठ गर्ने प्रचलन रहिआएको छ। शेर्पा समुदायले भैरवकुण्डलाई आमा छिउमेन अर्थात् पोखरीहरूको आमाको रूपमा पूजा गर्दछन्। भिरु शब्दबाट प्रकट काल भैरवको उग्र रूप मानिने शिवको संहार वा विनाशको स्वरूप हो भैरवकुण्ड। भैरवकुण्डबाट 1.5 घण्टामा हामी चोकरमकर आइपुग्यौं र त्यहाँ खाना खाएर हामी तातो पानीतर्फ लाग्यौं। तातो पानीमा नुहाई धुवाई गरी 3:30 बजे हामी काठमाडौँतर्फ लाग्यौं। हामीलाई बाइकमा जाँदा 1 नाइट 2 डेजको जम्मा 4000 जति खर्च लाग्यो र हाम्रो यात्रा एकदमै अविस्मरणीय रह्यो।